नमस्कार साथीहरु, म पूर्ण मगर। आज चाहिँ म यहाँ मिनीचौर झरना पर्यटकीय स्थल रैनादेवी 8 पाल्पामा आएको छु। अब यहाँको झरना कस्तो रहेछ भन्ने कुरा म एकछिनपछि तपाईहरुलाई भिडियो मार्फत प्रस्तुत गर्नेछु। यो झरना भन्ने कति अप्ठ्यारो ठाउँ हुँदो रहेछ हौ। आहा, कति दामी झरना होला। चिसो छ यार पानी पनि। मुख धोन त क्या मजा आउने। आहा, यो चिसो पानीमा डुबिरहन मन लाग्ने के यो गर्मी सम्झिँदाखेरि त। यो गर्मीमा मुख धोन नआउन त यस्तै चिसो पानीमा। आहा, तर के गर्ने, आफूलाई पौडी खेल्न आउँदैन। पौडी खेल्न आएको भए त पानीमा डुबेर बस्ने यस्तो मजा आउँथ्यो यो गर्मीमा। ओहो माई गड, चिसो पानी है पाल्पाको। दामी छ। यो पानी कहिले सुक्ने पानी यहाँ झर्ना हेर्न आएको हाम्रो केरा लागेको जस्तो। एक प्लास्टिक केरालेको बल्ल यति खाइएछ। ल ल ल झर्ना गराइयो अनि शरीरलाई राम्रो हुन्छ कि फिजिकल होला नि। फोक्स पनि किनेर हुन्छ। राम्रो देखा गाह्रो हो। यहाँ त राम्रो देख्यो त सिन। खै त तपाईँले आज खोइ मारे पार्टी पो आउनु भयो त झन्। मारे पार्टी पो आयो त खै। ल यो शनिबार अब बाख्राबाट सुरु भएको छ आज। कति टाढा लानुहुन्छ यहाँ हो? घामले के हेर्ने कहाँको यो पाल्पाको होइन? पाल्पा घाम खाइएछ आज। यो केरा खाने, रातभरि नाइट ड्युटी गर्ने, दिनभरि केरा खाने, घाममा डुल्ने। केरा खाएको छ, घुमेको छ। बादलको जिन्दगी नसा नि यार, मुखमा हाल्ने नाकतिर जाला पऱ्यो। त्यो त पत्तो छ, कस्तो हाल्दो रहेछ त्यसले। फाइनली झरना नि हेर्यो। यो झरना हेरे
हामी पौडी खेल्न नजान्ने मान्छे त कामै छैन क्या रे पानी गएको ठाउँमा बुढाले ज्याकेट छ भन्ने गर्न त त्यसमा पैसा लिने होला देखिँदो रहेछ कि सालजन्डी जम्मा होइन मजा छ बिग्रेछ जम्मै खालको बिग्रेको त्यो दबाई मैले भ्याए मैले देखाएको बाजा सट्टातिर खाँदै हिँड्यो कसैले आँखा नलगाउने है जातिहरू फेरि हाम्रो फेरि पार्टी लगायो भने भर्दा हो भन्ने भागा होला पखाला लाएर बाइक अलि नै देखेर छ बाँदरको जिन्दगी भन्छ यार बहुत मत फोर नगरिदिनु फेरि घुमेर थियो बाटो होइन डाँडो डाँडो छ क्या टाढो जानुहुन्छ क्या धुलो लास्ट छ नत्र जानु त्यस्तो छैन धुलो छ नत्र यहाँ माथि बहिनी घर गएर आइन्थ्यो नि लास्ट अफार छ बाटो ए बहिनीहरू कहाँ खानु होला बिचरा जाम अब होइन बोट ल गाइजहरू अब फेरि अर्को भिडियोमा त्यसै भेटौँ ल